नमस्ते, म डिआर बस्नेत। राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। सिंहदरबारमा बसेको आजको संसदीय सुनवाई समितिको बैठकले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्ति गर्नको लागि सर्वसम्मत अनुमोदन गरेको थियो। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको जन्म विक्रम सम्वत 2027 साल असार 4 गते वीरगञ्जमा भएको थियो। उहाँले नेपाल ल क्याम्पस काठमाडौँबाट बिएल र भारतको पुणे विश्वविद्यालयबाट व्यापार तथा संवैधानिक कानुनमा एलएम गर्नुभएको थियो। त्यसै गरी त्रिभुवन विश्वविद्यालयबाट नेपालको श्रम कानुनको सन्दर्भमा सङ्गठन स्वतन्त्रतामा विद्यावारिधि पनि हासिल गर्नुभएको थियो। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा 2077 जेठदेखि मङ्सिर 2072सम्म पूर्णावेदन अदालतमा अतिरिक्त न्यायाधीशको रूपमा काम गर्नुभएको थियो र उहाँ वैशाख 6, 2076देखि सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्त हुनुभएको थियो र 2076 वैशाख 6देखि उहाँले चाहिँ सर्वोच्च अदालतमा स्थायी न्यायाधीश हुनुभयो। आशा छ, विश्वास छ, सम्पूर्ण नेपाली जनताहरूले नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको 6 वर्षीय कार्यकालमा न्याय सम्पादनमा उत्कृष्ट कार्य गर्नुहुनेछ भन्ने सम्पूर्ण नेपाली जनताहरूले आश गरेका छन्, भरोसा गरेका छन् र उहाँप्रति विश्वास लिएका छन्। यही आशा, भरोसा र विश्वास गरेर नै सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले वरियतामा तल भए पनि उहाँलाई यही उत्कृष्ट न्याय सम्पादन गर्नुहुनेछ भन्ने आशा गरेर नै सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले उहाँलाई नियुक्तिको लागि सिफारिस गर्नुभएको थियो। आशा गरौँ, विश्वास गरौँ, पक्कै पनि नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले उत्कृष्ट न्याय सम्पादन गर्नुहुने छ।